कसरी बन्यो सिंहदरबार? आजभन्दा 117 वर्ष अघि अर्थात् सन् 1908 विक्रम सम्वत 1965 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए। करिब एक वर्षभित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए। 29 वर्षे शासनकालमा उनी 28 वर्षसम्म यहीँ बसेका थिए। विक्रम सम्वत 1982 वैशाख 1 मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दास प्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए। युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन्। यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो। सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए। यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ। डिजाइनहरूले सिंहदरबारको डिजाइन गर्न पल्लाडियन, कोरिन्थियन, नियो क्लासिकल मेन्सन र बारोक जस्ता युरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट रिफरेन्स लिएका थिए। दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा 2 करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए। विक्रम सम्वत 1986 मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक, जो आफ्नै ठूलो दरबारमा बस्थे, अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो। सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए। 2007 सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे। 2009 सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो। 2030 सालमा सिंहदरबारमा विद्युत सर्ट भएर आग लागिभयो। त्यस घटनाका कारण मानवीय क्षति भएन, तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको भनेर राजीनामा दिएका थिए। आग लागेपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनर्निर्माण गरिएको थियो। त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताउने प्रयास गरिएको थियो, तर केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए। राणा शासन विरुद्ध लडेका दशरथ चन्द्र, धर्मभक्तमाथेमा, शुक्रराज शास्त्री र गङ्गालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए। त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो।